हेलो नमस्कार, म सुरेश गिरी। आज म तपाईहरुलाई म्यानुअल ह्यान्डलिङको बारेमा के जानकारी दिन गएको छु। म्यानुअल ह्यान्डलिङ भने के हो? सिम्पल यसमा नेपालीलाई भन्नुपर्दाखेरि तपाईले कुनै पनि सामान एक ठाउँबाट उचालेर अर्को ठाउँमा राख्नुहुन्छ वा कुनै पनि सामान यहाँबाट अर्को ठाउँ लगेर शिफ्टिङ गर्नुहुन्छ भने त्यसलाई भनिन्छ म्यानुअल ह्यान्डलिङ। WHO वर्ल्ड हेल्थ अर्गनाइजेसन जुन एउटा इन्टरनेसनल बडिज हो, यसको अनुसारले एज अनुसारले कुन एजले कति किलो उचाल्न सकिन्छ भनेर तोकिएको छ। जस्तै 16 देखि 18 वर्षको उमेरकोले मात्र 24 किलो उचाल्न सकिन्छ र 18 देखि 20 वर्षकोले मात्र 30 किलो र 20 देखि 35 किलो 35 उमेरको मान्छेले मात्र 32 किलो र जो पनि 35 देखि 50 वर्षको बीचमा हुन्छ उहाँहरूले 26 किलो र जो पनि 50 वर्षदेखि माथिको उमेरको मान्छे हुनुहुन्छ उहाँहरूले मात्र 20 किलो उचाल्न सक्नुहुनेछ। उचाल्न त मानिसहरूले जति पनि उचाल्न सक्छु भन्ने हुन्छ, तर पनि तपाईको शरीरको अनुसारले शरीरको बनावटको अनुसारले तपाईको उमेरको अनुसारले मात्र तपाईहरुले मैले भनेको एज वेट उचाल्न सक्नुहुन्छ। यदि तपाईहरु कहीँ पनि कामदारको रूपमा काम गरिरहनु भएको छ भने तपाईहरुलाई कसैले फोर्सफुली चाहिँ 50 किलो उचाल अथवा कुनै पनि धेरै वेट उचाल भन्छ भने तपाईहरुले चाहिँ यसलाई क्वेशन गर्न सक्नुहुन्छ कि यो मान्य छैन भने। वर्ल्ड हेल्थ अर्गनाइजेसन भनेको नेपालमा मात्र हैन, इन्डियामा मात्र हैन, कुनै पनि एसिया कन्ट्रीमा हैन, यो वर्ल्ड वाइड मान्ने एउटा संस्था हो जसले चाहिँ एउटा हेल्थको बारेमा सोचेर कुनै पनि कुराहरुको अगाडि विज्ञापन गर्ने गर्छ। त्यसैले वर्ल्ड हेल्थ अर्गनाइजेसन र इन्टरनेसनल बडीको अनुसारले यो मैले भनेको उमेरको अनुसारले वेट उचाल्नुहोस्। आफू पनि सेफ रहनुहोस् र अरूलाई पनि सेफ राख्नुहोस्। सधैँ सेफ्टी फलो गर्नुहोस्। हस्त नमस्कार।